खोज्दैछौँ है फलोअर्स। दाजुभाइ अटोलाई फलो गर्नु भएको छ त? दाजुभाइ अटोलाई फलो गर्नु भएको छ? हेर्नु आज गिभअवे के बर्बाद भयो। है दाजुभाइ अटोलाई फलो गर्नु भएको छ? गर्नु भएको छ? ल देखाइहाल्नुहोस् त सरलका यहाँ गिभअवे भर्खरै रेडी छ है। ल हामी खोज्दैछौँ, हामी दिनभरि भइसक्यो आज खोजेको। ल फलो गर्नु भएको छ भने ब्रान्ड न्यू हेलमेट सरलका गिभअवे छ। ल दाइले चाहिँ हेर्दै हुनुहुन्छ, यहाँ देखाइदेऊ। ल सरलका देखाउनुहोस्। ल नेट चलेन दाइको। ल नेट चलाउनुहोस्। ल नेट चलाउनुहोस्। सरलका भिडियो स्किप हुँदैन त, चट्ट हेर्नुहोस्। ल फलो गर्नु भएको छ भने तपाईँलाई चट्ट गिभअवे आइहाल्यो है त। डेली हेर्नुहुन्छ? ल हेलमेट खोलिदिनुहोस्। त्यसो भए फलो नि गर्नु भएको छ त्यो देखाउँदै पनि गर्नुहोस्, हेलमेट पनि खोल्नुहोस्। भिडियो क्रप छैन है फेरि हेर्नु होला, एडिट गरेको भिडियो होइन, एकदम हामी ऱ्यान्डम आउँदा आउँदै उहाँलाई ट्याक्क भेट भयो। ल नेट चल्दै गर्छ, खोज्दै गर्नुहोस्। ल हजुर फलो गर्नु पर्यो, फलो गरिसकेपछि नहुने भन्ने हुँदैन। ल हेर्न सक्नुहुन्छ उहाँले चाहिँ हामीलाई फलो गर्नुहुन्छ। हजुरको शुभ नाम भनिदिनु पर्यो। हजुर प्रकाश शेर्पा कहाँदेखि हुनुहुन्छ? हजुर म यहाँ कफनबाट। कति टाइमदेखि फलो गर्दै हुनुहुन्छ दाजुभाइहरूलाई भन्नुहोस् त? दुबईमा हुँदाखेरि फलो गरेँ हजुर। ए कति टाइम पनि नेपाल आउनु भएको छ तपाईँ? भयो जस्तै 6-7 महिना भयो। ल हजुरलाई उपहार। ल कङ्ग्रेचुलेसन। यो खोलेर देखाइदिनुहोस्। ल सरलका हामीले खोलेको पनि छैन अहिलेसम्म भिडियोमा भने। ल सरलका त्यसलाई खोलेर देखाइदिनुहोस्। ल हजुरको चट्ट पुरानो पनि भएको छ। यो के रहेछ, रियल रहेछ कि फेक रहेछ मेरो भाइ? के भन्नु? रियल हो होइन त? ल चट्ट दाइले ग्राफ गर्नु भएको छ हामीसँग ब्रान्ड न्यू हेलमेट। ल बधाई छ मेरो दाइ तपाईँलाई। ल अरू कोही अब दाजुभाइ अझ त थाहा छैन के काम गर्छौँ हामीले भनिदिनुहोस् न। ल केही दामी दामी बाइकहरु सेल गर्नुहुन्छ होइन त? ल थ्याङ्क यू सो मच। अब किन्नु बेच्नु सट्टापट्टा गर्नु पर्यो भने हामीलाई सम्झिन मिल्यो मजाले। मेरो भाइ फलो गर्दै जोडिनु पर्यो है त फेरि। ल भाइलाई चाहिँ अब हामीलाई पहिला बाइक किनेको रहेछ, भाइले नेक्स्ट टाइम फलो गर्छ भनेर चट्ट 1000 चाहिँ भाइलाई पनि हामीले गिभअवे गर्दैछौँ है त। ल चट्ट चोकमा चट्ट भाइ पनि ठ्याक्क भेट्यो भने ल यो चाहिँ मेरो भाइलाई है त। ल बधाई छ मेरो भाइलाई। ल है त दादालाई फलो गर्दै गर्नु। तिमीले त पहिल्यै किनिसकेको छ भने होइन त बाइक? पहिले किनिसके। ल थ्याङ्क यू सो मच। ल धेरै धेरै बधाई छ भाइ। अब एउटा झुन्ड्याउनुहोस्, एउटा लाएर हिँड्नुहोस् है त। के कसो खुसी हुनुहुन्छ नि? एकदमै खुसी छ। ल थ्याङ्क यू सो मच मेरो दाइ। ल आजको लागि चाहिँ हामीले फलोअर्स भेटाइरहेको छौँ। नेक्स्ट गिभअवे फेरि आउँदैछ। बाइ सेल एक्सचेन्ज भरपर्दो विश्वासीले कारोबारमा जोडिन चाहनुहुन्छ भने आउनुहोस् दाजुभाइ अटो। त्यसपछि चट्ट फलो गर्न नबिर्सनुहोस् किनकि हेर्नुहोस् चट्ट गिभअवे आउँछ। दाइले चाहिँ ल चट्ट हेलमेट यहाँ लगाएर अब नयाँ हेलमेट चट्ट लाएर जाँदै हुनुहुन्छ। बाइ सेल एक्सचेन्ज दाजुभाइ अटो है त। नेक्स्ट गिभअवे भिडियो फेरि तुरुन्त आउने नै छ, आइहाल्छ, हेर्दै गर्नु होला है त। हामी पनि लागेको अब है त। ल थ्याङ्क यू सो मच ब्रदरहरू दुईजनालाई है त। र आजको लागि चाहिँ हामी पनि छुट्टिन्छौँ है त। थ्याङ्क यू सो मच एभ्रिवान, थ्याङ्क यू सो मच।